कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँछ जब दुई बाटो खुल्छन्, तर कुन बाटो सही हो हामी दोधारमा पर्छौँ। मन एकातिर र मस्तिष्क अर्कोतिर हुन्छ। डर, शङ्का र विकल्प बीच हामी हराइरहेका हुन्छौँ। हो, यही दोधारको क्षण सबैभन्दा महत्त्वपूर्ण क्षण हो, किनकि यही निर्णयले तपाईँको यात्रा परिवर्तन गर्न सक्छ। यही घडीमा तपाईँले आफूलाई सोध्न सक्नुपर्छ, म के चाहन्छु वास्तवमै। के तपाईँ पनि डरका कारण पछ्याउँदै हुनुहुन्छ कि अवसरको ढोका ढकढक्याइरहेको हुनुहुन्छ? याद राख्नुहोस्, जुन निर्णयले तपाईँलाई चुनौती दिन्छ त्यही निर्णयले तपाईँलाई अगाडि बढाउँछ। सफलता कहिल्यै सजिलो बाटोमा भेटिँदैन। दोधारमा परेर निर्णय नगर्नेहरू सधैँ पछुताउनेहरूमै पर्ने गर्दछन्। निर्णय लिनुहोस् डरलाई होइन, लक्ष्यलाई हेरेर। दोधारमा पर्नु कमजोरी होइन, तर त्यहाँ अड्किनु त्यो गल्ती हो। अगाडि बढ्नुहोस् विश्वासका साथ, साहसका साथ, किनभने तपाईँको जीवन तपाईँको निर्णयले बनाउँछ। दोधार त सबैमा पर्छ, तर विजेता बन्नेहरू निर्णय गर्छन्। तपाईँ पनि सक्नुहुन्छ। केवल एक निर्णयले तपाईँको भविष्य बदल्न सक्छ। उठ्नुहोस्, सोच्नुहोस् र अगाडि बढ्नुहोस्। जब दोधारमा पर्नुहुन्छ, आफूभित्रको आवाज सुन्नुहोस् र त्यही आवाज तपाईँको बाटो हुनेछ।